फेरि यस्तो छ त फेरि सुकुटी फेरि चार पकाउने छ त फेरि यता ल आउनु सोल्टीलाई फेरि स्वागत छ मेरो भ्लगमा ल लगेर स्वागतले है ल सोल्टी तपाईँलाई पनि स्वागत छ मेरो भ्लगमा ल यता हाम्रो फेरि पुरा टिकटक बनाउने अवस्थामा सुना फुलकुमारी माया सुना फुलकुमारी माया जङ्गलमा आएर बन्न खोजेको हिरो जङ्गलमा आएर बन्न खोजेको हिरो तर म भयो जिरो गाह्रो छ मलाई माथि चढ्यो भाग्यो ए यस्तोलाई त फेरि मैले त एकैचोटि फेरि गोलाले काले फेरि पोक्लक्कै ढालिदिन्थेँ यहाँको मम्मीलाई चाहिँ ट्याक्क नेपालबाट पठाउनु भएको फेरि सुकुटीको मासु धेरै 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 मुटुदेखि धन्यवाद छ हामी यहाँ नेपालबाट यहाँ ल्याउनु भयो तपाईँ छोराले अनि मजाले हामीलाई एकदम पार्टी दिनुभएको दारो धेरै धेरै धन्यवाद ल यहाँ सिधै खाडीबाट ल ल च्यास छोडी बबाल बनाउनु भएको छ बोले Thank you. Hello, ladies and gentlemen. My name is Nicky Dimaga Tokalara. पनि स्वागत छ मेरो न्यू भ्लगमा आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु र म चाहिँ आज यस्तो ठाउँमा आएको छु कि जङ्गल डाँडा काँडा सबै ठाउँ होइन चाहिँ जङ्गल भएको ठाउँमा आएको छु र आज हामी चाहिँ जङ्गल अस्ति नै गएको जङ्गलमा फेरि जाँदैछौँ साथीहरू अघि नै गइसक्यो म चाहिँ त पछाडि बल्ल टल्ल फोन गरेर बोलाइ गरेर त्यही म आएको छु र किन बोलाएको छ भन्दाखेरि के गर्दा होइन मासु भनेपछि त फेरि मसु भनेपछि त फेरि मसु लभर पर्यो नेपालबाट सिधै टक्क लगाएर फेरि सुकुटी ल्याउनु भएर साथीले अनि फेरि त्यहाँ साथीहरू फेरि जङ्गलमा गएर त्यो सुकुटीले पुरा फ्राई गरेर बसेछाम गरे अनि मलाई बोलाउनु भयो धेरै मासु भयो आऊ भन्नुभयो त्यहाँमा पनि फेरि जुरुक्का उठेर आइहाल्यो भने यस्तो मौकामा फेरि नजान त कुरै भएन अब नेपालबाट ल्याएको सिकुटी हो नि त फेरि है हेर्न बिरालो बिरालोको बच्चा हेर्न यस्तो राम्रो हिँडेको छ ठाउँमा यस्तो छ है एक्लै छु कतै म यहाँ फुल भेटियो फेरि फुल टिपौँ भने फेरि डर गाली गर्ने हो कि भन्ने छ तर म टिप्छु अझ सरी यता मान्छेहरू त छैन फेरि कतै मान्छे चलेखा त फेरि है फेरि फुलको मारेर फेरि फुल चोरिहाल्यो क्या फेरि के गर्ने फुल देख्नै हुँदैन फुल देखेपछि टप्प टिप्दा मन लागिहाल्छ त्यसपछि टक्क लगाएर फेरि के गरे कानमा सिउरी र है भन्ने लाग्छ फेरि यस्तो फेरि कानमा बोकेन मन लाग्छ कि फेरि के हो टाढा पो छ त फेरि बाटो फेरि एकदम घुमेर जानुपर्ने भा है के गर्ने गाह्रो छ त्यही पनि केही छैन मैले यो फुल चाहिँ मेरो फेरि टक्कै कानमा सिउरिहाल्छ फेरि यस्तै है कस्तो देखेछ त रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके फुल भनेपछि फेरि के गर्ने यस्तै छ मेरो पारा चिल हान्छ मेरो पारा यस्तै छ मेरो माया सुना फुलकुमारी माया म परे भटुवा तिमी चाहिँ ढाटुवा है फाइनली म यता जङ्गलमा आइपुगेँ हाम्रो साथीको गाडी चाहिँ यहाँ
खुत्रुक यहाँ बिगेर यहाँ बाटोमा राखेरै छ। एक्लै छु जङ्गलमा हेर्नु गाइज। मलाई डर लागिरहेको छ, कतै खराब झ्याप गर्ने त होइन मलाई फेरि। म अस्ति पनि यहीँबाट आएको रे, तर आज म एक्लै छु। मेरो पछाडि फेरि खुत्रुक मैले पानी र डिउ बोकेर हिँडेछु, किनकि अब हातमा लिने भएन, हातमा फुल लिनै पऱ्यो। त्यही भएर ठुलो प्लास्टिक लगाएर टक्क आएको। साथीहरू त गइसकेको छ, म एक्लै छु, टाढै छु। पानी परेछ कि है सुना फुलकुमारी माया, सुना फुलकुमारी माया, जङ्गलमा आएर बन्न खोजेको हिरो, जङ्गलमा आएर बन्न खोजेको हिरो, तर म भयो जिरो। गाह्रो छ मलाई होइन, के गर्नु। अब मेरो यो भ्लग हेरेर अब हाँस्न रेडी हुनु है। टक्क लगाएर फेरि अरे कहना क्या चाहते हो? जङ्गलमा आएर मेरो दिमाग नै गयो, जङ्गलमा आएर मेरो दिमाग नै गयो। प्लान मेरो अर्कै थियो, लास्टमा आइपुग्यो जङ्गलमा, तिमीलाई भेट्न भनेर आएकोमा। म एक्लै यहाँ जङ्गलमा निराश नडराइ के गर्ने, यस्तो पनि हुँदो रहेछ। सुन फुलकुमारी माया, काश तिमीले बोलाएको भए म एक्लै यस्तो जङ्गल भएर आउँदैन थियो, किनकि मासु भनेर मात्र म फेरि यस्तो जङ्गलमा एक्लै पनि हिँडेर आएको थिएँ। मासु भएपछि त्यस्तै हो कि खतरा फेरि। है कोही छैन नि त, बाब्रे बा, कतै एउटा हाउ बाघ सघाएर गऱ्यो भने त गयो, सकियो, खत्तम, बरबट्टै भयो हुन्छ नि। आमामामा जङ्गलमा आएर मेरो नौटङ्की नै फेरि छैन। म फेरि यस्तो छ कि ठ्याक्क सिधै होइन, टक्क मलाई त के फिल महसुस भइरहेछ भन्दाखेरि, ठ्याक्क अब गाउँघरमा हुँदा त टक्क यहाँ टक्क नाम्लो बोकेर होइन, अनि पछाडि ट्याक्क यतातिर होइन खुर्पेटै बेरेर अनि टक्क यस्तो जङ्गलमा होइन। अनि फेरि हातमा मेरो बन्दुक हुन्थ्यो नि, फेरि बन्दुक भन्न कस्तो फेरि गोलेली है, फेरि गोलेली हुन्थ्यो, फेरि टक्क गोलेली लिएर फेरि हिँड्ने मान्छे। यस्तो जङ्गलमा ढुकुराहरू चराहरू हुँदा होइन, टक्क टाकेर यस्तरी टाकेर छल्दै हान्ने, अनि टक्क त्यस्तो त्यहाँ हुन्छ नि, हेर भागिहाल्यो हो। त्यस्तोलाई त फेरि मैले त फेरि मेरो निशाना फेरि यस्तो खतरा थियो कि यहाँ छ, यहाँ घुन्टेको हुन्छ यो, यहाँ छ है, माथि चढ्यो भाग्यो। ए यस्तोलाई त फेरि मैले त एकैचोटि फेरि गोलाले काले फेरि पोक्कै ढालिदिन्थेँ। अनि यस्तो रुखमा होइन, यस्तो रुखमा फेरि ढुकुराहरू हुन्थ्यो क्या, ढुकुर कोइलीहरू। एउटा त्यो ढुकुर जस्तै त्यो हरियो हुन्छ नि, हो त्यस्तो हुन्थ्यो। त्यसले फेरि जहाँ बस्यो टक्क एकदम लाटो के, हे मान्छे नजिकै गएर पुवाक कान्न पनि दिन्थेँ। मैले त यस्तो कति मारेँ, कति मेरो चारा चुरुङ्गीहरू त आमामा कहिले अहिले सोध्दा त यस्तो मैले के पाप गरेँ होला जस्तो पनि हुन्छ कि होइन। अब त्यति बेला केही थाहा भएन, यस्तो घाँसहरू त मैले कति काटेँ होइन, तर एउटा पो काट्नु परेन। नेपालमा त घाँसको भारी बोकेर कुत्रुक यस्तो जङ्गल त कति हिँड्यो। त्यही भएर मलाई केही छैन क्या, डर भन्ने केही पनि छैन क्या। बस मलाई डर लाग्छ भने सर्पसँग हो, सर्पसँग अलिक डर लाग्छ होइन, डर सर्पसँग अलिक डर हुन्छ क्या। यहाँ पानी पर्थ्यो पुरा हिलाइरहेको छ फेरि यस्तै यस्तो छ। फेरि मेरो खुट्टी है, यो चप्पल लगाएर फेरि म कत्रै फाइनली अब यता जङ्गलमा आइपुगेँ। कतातिर केटाहरूले फेरि आगो बलेर मासु पकाउँदैछ होला, अब जाने हो। कस्तो यतातिर दुखायो भाइ यो प्लास्टिकले, जस्तै प्लास्टिक दुखाइरहेको छ, यस्तो के गर्ने, त्यही पनि केही छैन। अब मासु सम्झेपछि त फेरि केही पनि दुखाइ पनि हुँदैन होइन। त्यता जङ्गलतिर हेर्नु यस्तो बबल छ जङ्गलहरू, फेरि एउटै हावा नचल्ने क्या फेरि होइन, फेरि के गर्ने होइन, एउटै हावा नचल्ने क्या फेरि। यो मलेसियाको ठाउँमा के हो यार, यस्तो साह्रो जङ्गलहरू छ होइन। फेरि नेपालमा अब त सर हावा चल्थ्यो होइन। सुने नि, अब किरा, त्यो खराली किरा हो के भन्छ त्यो नेपालमा, जस्तै के चकरा त्यस्तै चकरा सेम नेपालको अनुभव भइरहेछ। सेम ज्यान मात्रै हो यहाँ होइन, यो
जङ्गलहरू देखेर जस्तो सबै मेरो नेपालमा जस्तै होइन गाउँमा गोठमा कति हिँड्यो त्यस्तो टलक टलक झलक 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 झलकको आइरहेको छ मलाई फेरि के गर्ने आमा प्लास्टिक च्याट्यो है केटाहरू खासमा कहाँ हो भएको कहाँ चाहिँ हो केटाहरू भएको यताबाट माथि यताबाट जानुपर्छ माथि यतैबाट हो के हो मौसम बिरस्तो छ फेरि होइन आमा पानी पऱ्यो भने त फेरि लुत्रुक्कै रुजिन्छ त तरैमा एउटा हल्ला गरेर केटाहरू प्लास्टिक च्याटिएछ प्लास्टिक च्याटियो भएर त मलाई हातमा लिएर आउनु पऱ्यो झन्डै प्लास्टिक बलियो रहेछ हेर्नु यहाँबाट गाडी कुदाएको होइन केटाहरूले एउटा मान्छेहरू आउँदैछ फेरि कोही मान्छेहरू जस्तो कि आफू त के गरेँ न बाइक छ न स्कुटी छ केही पनि थिएन खुट्टैले लखार 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 आएको त्यही पनि गाउँघरतिर हिँडेको एकदम ढेँडो खाएको मान्छे हो नि त एकदम अनुभव छ नि त भन्नु भाइ क्या क्रिकेट खेल्ने आयो हो अच्छा हाम्रो बङ्गलाको केटाहरू एकदम क्रिकेट खेल्छ कि छुट्टीमा बङ्गलाको केटाहरू एकदम क्रिकेट खेल्छ छुट्टीमा हामी चाहिँ भलिबल खेलेर आएको दिनभरि अघि त्यसपछि यस्तो सुत्छु भनेको टक्क अनि साथीहरूले बोलाइहाल्यो आइहाल्यो ल ओहो पानी परेर जस्तो छ त फेरि पानीले ढुट्टो हान्ने भयो त आमामा गाह्रो पो छ त के गर्ने साथीहरू मोटर टाउटा माथि गएछ केटाहरू त पुरा मोज गरिरहेको छ नि यहाँ होइन टक्क यहीँ जाँदा चाहिँ यहाँ नजिक है म त पुरा बिर्सेर मासतिर गइरहेको उता फेरि यहाँ नजिकै रहेछ फेरि यस्तो गर्मी हान्दा यस्तो मलाई फेरि लास्ट आज यता फेरि के हो कि लास्टै पानी गर्मी मलाई एकदम गर्मी हो भने फेरि एकदम पानी परिहाल्छ कि फेरि आज फेरि बब्बाल राम्रो हुनुभयो यो त फेरि आज त डह्रो टिकटक बनाउनु पर्ला जस्तो छ हाम्रो सन्डे फेरि यस्तै हो न शनिबार भएपछि त अब न राम्रोसँग सुत्छ न खानपिनमा उगार्छ फाइनल आइपुगेँ म त माथि गएँ मैले बिर्सेर त्यो माथि होला भनेर झला हौ आमामामा फेरि हेर्दै यता फेरि केटाएर फेरि सारा फेरि यस्तो छ त फेरि सुकुटी फेरि सारा पकाउने छ त फेरि यता ल आउनु सोल्टीलाई फेरि स्वागत छ मेरो भ्लगमा ल लगेर स्वागतले है ल सोल्टी तपाईँलाई पनि स्वागत छ मेरो भ्लगमा ल यता हाम्रो फेरि पुरा टिकटक बनाउने अवस्थामा है ओ सोल्टी के पक्दैछ हो फेरि यता यस्तो सानो कराईमा फेरि जुम्लादेखि आएको हो जुम्लादेखि आएको हो घरमै बनाएको है सुकुटीको मेन मान्छे चाहिँ कता फेरि हो ओ यता है फेरि यता मैले ल्याएको सुकुटी मैले ल्याएको ऊ कुकमेन भएको दुईजना खाने हामी दुईजना यता एकजना अनि यता पकाउने मान्छे होइन सोल्टी मजाले भुट्नु ल सोल्टी टक्क लाग्यो है सुन्न फुलकुमारी माया नजरा आँसु म खान्छु मासु सुकुटीको मासु है सोल्टीहरू ल कहाँ यो पानी पर्दैन कि केमा बिग्रने यस्तो धनी आज फेरि हामी फेरि फाइनली फेरि धेरै महिनापछि यहाँ आइयो दिउले यही ठाउँमा पास्टिने मासु पोलेर खाएको थियौँ आज चाहिँ पुरा नेपालबाट फेरि राँगाको मासु ल्याउनु भएको यहाँ सोल्टीले हामी तिनजना इन्भाइट गर्नुभयो अनि यस्तो जग्गामा एकदम बबाल मनाउने छ फेरि हाम्रो सोल्टीलाई धेरै धेरै धन्यवाद छ होइन हाम्रो तर्फबाट टक्क लगाएर फेरि मेरो मम्मीले धन्यवाद मेरो मम्मीले हो यहाँको मम्मीलाई चाहिँ ट्याक्क नेपालबाट पठाउनु भएको फेरि सुकुटीको मासु धेरै 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 मुटुदेखि धन्यवाद छ हामी यहाँ नेपालबाट यहाँ ल्याउनु भयो त छोराले अनि मजाले हामीलाई एकदम पार्टी दिनुभएको दारो धेरै धेरै धन्यवाद ल चेस यहाँ सिधै खाडीबाट
ल ल च्यास गरौँ ल मास्टर्स ए हे रम्बल यस छोडी बबाल बनाउनु भएको छ बोले आम्मामामा तिमीलाई धन्यवाद छ उम्, धन्यवाद छ मलाई धन्यवाद छ धन्यवाद छ हामी स्पेसल फेरि लास्ट गर्नु भयो है आम्मामा नयाँ चर्बी ल हामी चाहिँ टक्का भी खाएर एकदम पेट सेट पनि टन्न भर्यो अबतिर रुमतिर जान लाग्यो अवस्था यतातिर चाहिँ हाम्रो गाउँघरमा त्यो मासु काटेर मासुहरूले यस्तै फाले यस्तै छ अब हामी चाहिँ लाग्नु लाग्यो टक्क हाम्रो रिसोल्ट यहाँ हाम्रो एकजना गाडी हन्सोल्ट एउटा फेरि एकदम डह्रो खाइयो आमामा पेट पनि टन्नै भरिरहेको आमामा रुमतिर गएर हेर्दै मौसम भी यस्तो दामी छ आमामा हेर्नु फेरि हरियाली आमामा ल आज फेरि पुरा सेम उता त्यो जस्तै देखाएको छ यता आमामा ल ल जाऊँ ल तपाईँ हिँड्दै गर्नु हामी किन्दैन अब हिँड्दै आउँछौँ के माया मिल्छ ल यतैबाट हिँड्नु आई म यताबाट आएको सोल्टी हामी चाहिँ फर्केको फेरि आउँदा एक्लै थियो अहिले जाँदा चाहिँ हामी फेरि जङ्गल भयो है जङ्गल चारजना भयो है चारजना हे 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 एक दिन त हामी त्यतिर हन्टिङ गरेर हिँड्नुपर्छ है सोल्टी हन्टिङ हान्नुपर्छ हन्टिङ त घुलेल लिएर बन्दुक सन्दुक लिएर टक्क फेरि म हेर केराको फेरि त्यस्तो छैन मल नभएर फेरि पहिला खाने बाटो सोल्टीहरू ल बिगाऱ्यो होला कि झक्कडी न ब्याग स्याग बोकेर फेरि तपाईँ त यस्तो पल्टन लाउरेर देखाएर त आमामा के हो आजको लागि तिमीले बनायो होइन र हेर्दै त्यो वन कुखुरा यस्तोमा सुत्छ होला कि होइन वन कुखुरा यस्तोमा सुत्छ होला कि बाटोको छेक्दा माइला जुम्लाको मैला जुम्लाको महिला हामी सबै चारैजना मैला मैला परेछ ल मैला भन्दा फेरि केटी नभन्नु फेरि माइलो भनेको मैला कोही माइली हुनुहुन्छ भने यतातिर हाजिर गरौँ है लास्ट बाटो गन्दाखेरि माले पर्छु हामी चार भाइ माइलो अब त मैला नभएर खत्तम होइन फेरि चाहिँ के बनायो है ओहो के हो यस्तो के भाग्यो आमामा हामफले आमामामा मेरो भाइ हेर्नु भाइ हेर बाप्रे बुवा तिमी जङ्गलमा भने के फेरि क्वाक 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 त्यहाँ ठुलो रहेछ या भाग्यो या ठुल्ठुलो यहाँ बाँदरहरू पनि रहेछ आमामा अघि माइक ल्याउनु त थिएन झन्डै धेरै रासै ठुलै रहेछ क्या पुरै जङ्गलै जङ्गल हुन्थे ल यो ढुङ्गामा आइसक्यो फाइनली यता आइपुग्यो पल्ला टल्ला आमामा हाम्रो सोल्टीहरू फेरि त के गर्नु सात दिन आज चाहिँ केटाहरू अब एउटा छ हाम्रो सोल्टीहरू त्यस्तो ढाक्नु पर्ने हो हुन्छ त्यो नचलेको पछाडिको बन्दै भएछ गाह्रो छ के गर्ने अब उपचार गरेर लानुपर्छ अब होइन सोल्टी आमा के गर्नु त भोलिमा फेरि सुकुटीमा त भरिरहेको छ आमा आँटा फेरि हाम्रो फेरि हिरो बाजे आँटा आमामा त्यो उडाइट आमामा टाउको त फेरि खतरा
डाइरेक्ट घुम्नु सक्छ कहाँबाट हुन्छ यो घुमाउनु पर्छ चाहिँ अघि त यतिको घुमिरहेको पक्न यो छ नि यो भाग उताउनु पर्ने मात्र के छ गडी बनाउन अवस्था गाह्रो छोटो गाह्रो छोटो गोल छ